हेलो साथीहरू, वेलकम टु माई च्यानल बिलास सब। तपाईँहरू सम्पूर्णलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म धेरै समय भयो होइन भिडियो नबनाएको। केही काम गर्दा पनि मोबाइल समातेर बस्ने टाइम हुँदैन, त्यसैले काममै फटाफट गर्नु मन लाग्छ मलाई बिजी भएको कारणले। अनि आज चाहिँ बनाउँछु भनेर होइन म हनुमान चालिसा पढेर यो 11 दिनको हनुमान सङ्कल्प व्रत लिएको छु हनुमानजीको। आज रामनवमीको दिन राम भगवानको पनि पूजा आराधना गरिसकेको मैले बिहानै। अहिले चाहिँ यो दिउँसोको टाइम हो, साँझ खेर भइसकेको छ। म हजुरहरूलाई मेरो पूजा कोठाबाट सुरुवात गरेँ। मेरो पूजा कोठा हेर्नु, पूजा भगवानको मन्दिर, भगवानको चरण स्पर्श गरेर दिनको सुरुवात गर्दाखेरि मनमा एकदमै आनन्द खुसी दिनै एकदम के सफल भयो जस्तो एकदमै आफूलाई आनन्द फिल हुन्छ कि मनमा कुनै टेन्सन बाधा अल्छीपन केही पनि हुँदैन कि एकदम शरीरै आनन्दित हुन्छ। म चाहिँ पूजापाठ गरेर धेरै काम गरिसकेको छु दिनभरि। आज म पसल गइनँ। अब भने म हजुरहरूलाई मेरो बारीतर्फ लान्छु है। मैले बारीमा पनि के गरेको छु, करेसबारी सबै देखाउँछ। हेर्नु साथीहरू, मेरो करेसाबारी टमाटर यहाँ पनि रोपेको छ है मैले। यति राम्रो ज्याङ गर्थ्यो हेर्नु। लसुन त हेर्नु त पानी आएपछि त यस्तो भयो कुहिएर, यहाँ यस्तो भयो। यो टमाटर यति राम्रो ज्याङ गर्थ्यो। पछि चाहिँ यहाँ मर्यो है शीतलहरी चलेर सबै। त्यही पनि फलिरहेको छ अलिअलि। यो चाहिँ मेरो करेसाबारी। यहाँ चाहिँ मैले चुकान्दा रोपेको साथीहरू। अनि मैले यहाँ मकै गोडेँ है अलि अघि नै मकै गोडेँ मैले, पानी हालेँ। यहाँ मैले भान्टाको बिर्ना रोपिरहेको छु। यहाँ भान्टा फलेको छ मकै। यहाँ बिकाउली फ्लावर मकै पनि फलाएको छु मैले। यता रोपेको छु के भन्छ अरे पालकको साग। 2 छाक खाइसकेँ है, आधी भएर काटेर 2 छाक खाएको। अनि फेरि पलाएको यो पालकको साग। अनि के साथीहरू, मैले यहाँ मकै खन्न आएको थिएँ अघि नै। अनि त्यसपछि यहाँ भान्टा फलेको देखेँ है, कति राम्रो कति मिठो छ यो भान्टा। यति फल्छ भनेपछि होइन, पानी पायो भने। पानी परेर अहिले लपक्क कतिलो लागेको छ। अनि यसो यहाँ झार गोड्छु भनेको चाहिँ मैले यो भान्टाको बिरुवाहरू उम्रेको रहेछ कि यहाँ कस्तो मिठो खाले भान्टा छ। अनि चाहिँ किन फाल्ने हो र भनेर अनि मैले चाहिँ यता चारैतिर रोपिदिएको छु। हेरौँ कस्तो हुन्छ, पछि देखाउँछु। अनि यहाँ कुनामा मैले फर्सी रोपेको थिएँ, यत्रो भइसकेको छ फर्सी। अनि के काफल पनि टिपेँ कि मैले यहाँ गोड्न आएको त। यहाँ हेर्न काफल के हाम्रो बारमा कति मजाले पाकेर भुइँमा खसेको रहेछ। अनि रुखमा पनि त्यस्तै रहेछ। यसो सिजनमा त अनि कहिलेकाहीँ खाँदा के होला र भनेर मैले चाहिँ टिपेँ कि साथीहरू। अलिकति अझै टिप्छु, अलिकति पाकेको हेरेर। बच्चाहरूले पनि खान्छन् अनि मैले पनि खान्छु। तपाईँहरूले खानुहुन्छ कि नै काफल, चिन्नुभयो कि नै? हेर्नु होला मेरो करेसाबारी कस्तो छ हेर्नु है साथीहरू। मैले यति टिपेँ काफल चाहिँ, धेरै टिपिनँ भनौँ। अब यति भए पुग्छ होला। 3जनाले हाने कि म, नानी अनि बाबुले। तिनीहरूले कति खान खोज्छन् काफलै, काँचो खाँदै हिँड्छन्। म चाहिँ खान हुन्न सन्चो हुन्न भन्छु कि, किनकि सानोमा मैले एकदमै धेरै काफल खाएर एकचोटि बिमारी भएको छु। त्यसैले मैले खाना दिन मन लाग्दैन। तर आज चाहिँ मलाई पनि खान मन लाग्यो, त्यसैले बाबु नानीलाई नि खिलाउँछु सँगसँगै। आउनु होला काफल खाने भए। हाम्रो घरमा काफलको रुख पनि छ। मेरो करेसाबारीदेखि नै हाल्नुभयो, तर अहिले चाहिँ खाली भएको छ। पहिला सागहरू हुँदा लसुनहरू
राम्रो हुँदा हरियाली राम्रो देखिन्थ्यो। अहिले चाहिँ सबै सुकिसक्यो, बर्खा लाग्न लागिसक्यो। यता मकै छ, सबै सिर्जना मैले यसरी उखालेर राखेको छु। यसलाई अब बनाउनु छ। मेरो साथीहरू यहाँ हाम्रो तिते करेलादेखि नै हाल्नु पऱ्यो। कति मजाले बतिला हालेछ फल्नलाई। तर मैले बिहान अलिकति ठुलो ठुलो टिपी गएको छु। सानो सानो छ रुखमा, हेर्नु टिपी करेला। यता प्याज रोपेको छैन, प्याज रोपेको यस्तो भयो। मकै रोपेछु उताउता, अझै रोप्न बाँकी छ। यहाँ मेरो के भन्छ राजमा मैले सुकाएको के यसलाई नउखालेको, सुकेपछि बिउ हुन्छ अर्को साल रोपौँला भनेर सुकिसकेको छ। यहाँ मेवा छ, भान्टा माई फेभरेट। सिर्जना उखाल्नै छ, काम कति बाँकी छ। म चाहिँ काफल टिपेर बसेँ। मेरो फर्सीको झ्याङ, टमाटर पाकेको रहेछ, टिप्नु पर्ने छ। साथीहरू मैले यहाँ खुर्सानी रोपेको छु। यो खुर्सानीको बिरुवा हो, डल्ले खुर्सानी, कति राम्रो छ। यहाँ पनि छ भान्टा, लामो खाले लामो लामो फलेको छ। हेर्नु कस्तो फलेको छ, लामो खाले भान्टा। अझै म हजुरहरूलाई अगाडिपट्टि पनि देखाउँछु, त्यहाँ पनि भान्टा रोपेको छु मैले। यता पनि कति फोहोर भयो त, जलाउन भनेको आगो चलेछ कि। अनि यहाँ हेर्नुहोस् त, यस्तो थरी थरीको छ कि मेरो घरमा भान्टा चाहिँ। ए भान्टा लभर हो कि भन्न मिल्छ होला सायद। हेर्नु त यति धेरै भान्टा रोपेपछि। ग्रिन कलरको है यो चाहिँ। यो पनि अस्ति टिपेको इच्छा टिपेको, कोही पाकेछ। भान्टा मात्रै खानु मन लाग्दैन, यति फलेर बाँडिदिने हो अब टिपेर। अझै छ हेर्नुहोस्। हेर्नु है साथी, मैले अघि भन्थेँ नि तिते करेला टिपेछु फले थियो भनेर। तिते करेला अघि नै मैले टिपेर ल्याएको, यति लामो लामो भएको रहेछ, नदेखेको रहेछ। अघि नै हेरेको त यति फलेको रहेछ, टिपेर ल्याएँ। तर मैले पहिला पनि टिपेको थिएँ कि तिते करेला बत्तीलाई। हेर्नु न अघिको पछाडिको रुखको भान्टा। झुसिल किरा लाग्ने समय छ क्या अहिले। झुसिल किराले यस्तो गराइदिएर चाहिँ यो काटेर फाल्छु। यति मोटो हुन्छ, तर यो यति कमलो छ। हेर्नु यसमा चाहिँ एउटा पनि के दाना बिहा हुँदैन कि भित्र। हेर्नु है, तपाईँलाई मैले काटेर देखाउँछु। यो भान्टाको गुँड यति मिठो छ, यति मिठो छ, यस्तो राम्रो। हेर्नु त, यस्तो छिप्पेको भान्टामा त कति बिहा कति छिप्पिएको हुनुपर्ने नि यत्रो ठुलोमा। हेर्नु त यस्तो राम्रो छ कि। भान्टै भान्टाको बजार छ है साथीहरू। हेर्नु त मेरो घरमा ग्रिन कलरको भान्टा, यो चाहिँ टिपेर हिजो खाएको एक साथ। यो ठुलो खाले भान्टा, यो अलि सानो खाले भान्टा। यो चाहिँ मेरो बारीको टमेटो, यो माइतबाट ल्याएको लेमन। हेर्नु है साथीहरू, माइतबाट मम्मीले दिनुहुन्छ कि सब्जी त किन्नै पर्दैन है। यहाँ छ सेवी, अनि यो मेरो घरको करेला। हेर्नु न, मैले अस्ति नै कि कति खान मन लागेर, बत्तीलै थियो कि बढेको थिएन, भर्खर भर्खर फल्न लागेको थियो। अन्त कस्तो खान मन लागेर टिप्यो न, खान्छु भन्दा 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 त मेरो व्रत सुरु भयो कि। अब व्रतमा यो करेला खायो भने प्रेसर लो भएर अब कता ढल्ने कि भन्नु पऱ्यो, त्यसैले म राखिरहेको छु। यो चाहिँ म खान्न। अघिको चाहिँ त्यो ठुलो ठुलो चाहिँ म मम्मीलाई लगिदिन्छु। यो मैले राखेको छु, यो मैले खाने हो। तर मेरो व्रत समापन भएपछि हेर्नु साथीहरू, सब्जी तरकारी यसरी फलाउनु पर्छ कि घरमै। मेरो कुखुराले दिएको अन्डा, लोकल कुखुराको। कसलाई चाहिन्छ भान्टा खानाउनुलाई हाम्रो घरमा सम्पर्क राख्नुहोला। यो पनि भान्टा सबै टिपेको भान्टा, ठुलो भान्टा चाहिँ मैले प्याक गरेर राखेको छु। यो चाहिँ मम्मीलाई लगिदिन्छु माइत। मम्मीले पनि प्रेसर हाई भइरहन्छ कि मम्मीको। करेला भान्टा भन्नु आएछ, सरी करेला, मैले अघि टिपेको करेला मम्मीलाई माइत लगिदिन्छु। यो मम्मीले खानुहुन्छ, मैले चाहिँ फ्रिजमा भएको सानो सानो खान्छु। अब फलिरहेको छ, जति पनि खान पाइन्छ। मम्मीले पनि कति चिजहरू दिनुहुन्छ, किन्नै पर्दैन, माइतबाट सब्जी ल्याउँछु। म चाहिँ यो मम्मीलाई लगिदिन्छु।
स्नेक भ्यान्टा हेर्नुहोस् है साथीहरू, स्नेक भ्यान्टा यति राम्रो छ। स्नेक भ्यान्टा पनि फलिरहेको छ अहिले घरमा। लमलम टमाटर घरको भर्खरै मैले टिपेर ल्याएको, यो ताजा ताजा हो, भर्खरै टिपेर ल्याएको छु। अब यसको सब्जी बनाउन गइरहेको छु आज म। यसले भात पनि खाइन्छ, कति धेरै भात हालिदिएको रहेछ, मैले हालिदिएको थिएँ नि, फेरि लिएर हालिदिएको दुई ठाउँमा। फ्लावर 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 अरे घन्टा सुकिरहेछ क्या हो। यहाँ पनि झपक्कै फलेको छ क्या भान्टा। यति धेरै भान्टा रोपेको छु मैले साथीहरू। यहाँको रुख फल्यो होइन, त्यहाँ पनि छ भान्टा, यहाँ पनि छ भान्टा। ओके, अब चाहिँ म यो काफल साँधेर खान्छु है साथीहरू। साँधेर होइन यत्तिकै। ए मेरो त बढ्छ है, काफल खानुहुन्छ कि नै बढ्दैन। म त टिप्न त टिपेँ, म खान्दिनँ खाम भयो है। मेरो त बढ्दछ, मैले नखाने बच्चाहरूले खाइहाल्छन् काफल। हेर्नुहोस् त साथीहरू, मैले फुल रोपेको स्नेक फुल कति राम्रो भएको छ। स्नेक फुल चाहिँ यो फुल हल्का फुल्न सुरुवात छ। हस्, थ्याङ्क यू, बाई।